नमस्ते साथीहरू। आजको संसद बैठक ऐतिहासिक थियो। आज नयाँ प्रतिनिधि सभाको पहिलो सत्र सुरु भएको छ। आज हामी यो भिडियोमा रहेर आजको संसदीय बैठकमा कसले के कुराहरू गरे भन्ने बारेमा छलफल गर्नेछौँ। सबैभन्दा पहिला एमालेका नेता गुरु बरालले बोल्ने मौका पाएका थिए। उनले आफ्नो पार्टीको तर्फबाट आफ्नो पार्टीका प्रमुख नेता केपी शर्मा ओलीलाई पक्राउ गर्नु असंवैधानिक रहेको जानकारी गराएका छन्। त्यसपछि सभामुख महोदयको आदेशमा 5 मुख्य दल राजसपा, कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी, राप्रपा लगायत प्रत्यक्षबाट निर्वाचित महावीर पुनले बोल्ने मौका पाएका थिए। राजसपाबाट रविले आफ्ना प्रतिनिधिलाई अनुरोध गरेर भने, हामीमा निगरानी गर्नुहोस्। यदि हामी गलत बाटोमा छौँ, जनताको हित बाहिर काम गर्ने जस्ता काम गर्नेछौँ भने हाम्रो विरोध गर्नुहोस्। उनले भने, सत्तापक्ष र प्रतिपक्ष लोकतन्त्रमा एकअर्काका परिपूरक हुन्। उनले आफ्ना पार्टीका सांसदलाई अंकित गर्दै भने, हामी प्रश्न गरेर यहाँ आएका हौँ, तर अब हामीले उत्तर दिने पालो आएको छ। उनले भने, सुशासन रोकिने छैन। यो सदन जेनजी विद्रोहपछि बनेको शहीदको सपना साकार गर्न लागिरहेका छौँ र लागिरहनेछौँ। रविपछि कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्नुपर्ने भनेका छन्। उनले भदौ 23 र 24 गतेको कुरा उठाउँदै भने, आज हामी जुन भवनमा बैठक बसेका छौँ यो हाम्रो सदन भवन होइन। हाम्रो संसद भवन 24 गते जलेर खरानी भइसकेको छ। हामी त्यो खरानीलाई सम्झौँ र संकल्प गरौँ। हामी यसरी काम गरौँ कि भविष्यमा यो देशलाई खरानी बनाउन कोही अगाडि नसरोस्। उनले भदौ 23 र 24 गतेको घटना एक गरी केलाउन सरकारलाई आग्रह गरेका छन्। उनले भने, 23 गतेको घटना देख्ने र 24 गतेको घटना नदेख्ने प्रवृत्ति गलत हो। हामीले दुवै दिनको घटनाको अनुसन्धान गर्नुपर्छ। त्यसपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई 2/3 मत पुगाउन आफ्नो पार्टीको पूरा सहयोग हुने बताएका छन्। उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न आग्रह गरेका छन्। तर यो दियो डढिलोमा परिवर्तन भयो भने यसलाई निभाउने सामर्थ्य राप्रपा पार्टीले राख्नेछ, शाहीले भने। पछिल्ला सरकार जस्तै गल्ती नदोहोऱ्याइयोस्, जनताको शून्य शासन सञ्चालन होस् र त्यसमा राप्रपाको पूरा सहयोग हुनेछ भनेर जनाएका छन्। शाहीले 23 र 24 गतेको आन्दोलनको निष्पक्ष छानबिन गर्न सरकारलाई माग गरेका छन्। त्यसपछि श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले, म यहाँ मेरा विचार व्यक्त गर्न आएको होइन, म यहाँ जनताका आवाज लिएर आएको हुँ र म आज त्यही आवाज सुनाउँछु भनेका छन्। उनले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सरकारलाई आग्रह गरेका छन्। उनले 6 महिना अगाडि घटेको घटनाको प्रभावकारी छानबिन हुन पनि जरुरी रहेको भनेर बताएका छन्। त्यसपछि एमालेका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीको विजयमा नेपाली सेनादेखि अदृश्य शक्तिहरूसम्मको निर्णय भूमिका रहेको दाबी गरेका छन्। उनले TOBAI एल्गोरिदम प्रयोग गरी भाष्य निर्माण गरिएको उनको भनाइ छ। उनले यस्ता शक्तिले राष्ट्रिय गणतन्त्र र लोकतन्त्र र शान्तिका नायकहरूलाई हत्यारा र खुङखार खलनायकका रूपमा स्थापित गरेको जनाएका छन्। त्यसपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले 64 सालमा तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको भनी संसदको पहिलो बैठकमा स्मरण गराएका छन् र स्मरण गराउँदै राष्ट्रपालाई सचेत गराएका छन्। उनले 74 सालमा यस्तै खाले हामीले विजय हासिल गरेका थियौं र हामीले त्यसको सदुपयोग गर्न सकेका थिएनौं। त्यसबाट हजुरहरूले केही सिकेर पार्टीलाई अगाडि बढाउनुहोस्। नेपाली कम्युनिस्ट पार्टीको हजुरहरूको पार्टीलाई सहयोग रहनेछ भनेर जानकारी गराएका छन्। त्यसपछि प्रत्यक्षबाट निर्वाचित महावीर पुनले आफू राजनीतिज्ञ नभएको बताएका छन्। उनले आफू सामाजिक सेवीकै रूपमा काम गर्ने बताएका छन्। उनले सदनमा आफ्नो भूमिका पक्ष र विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन्। उनले शिक्षामा राजनीति हटाउनै पर्छ भन्ने कुराको पनि माग गरेका छन्। साथीहरू, फागुन 21 गते निर्वाचित भएर आएका सांसदहरूको यो पहिलो संसदीय बैठक हो। यसमा 5 जना मात्र सांसदले बोल्ने मौका पाएका थिए। छोटो समयमा पनि सांसदहरूले देशका समस्याहरूलाई संसदमा राखेका छन्। साथीहरू, आउने दिनहरूमा सांसदहरूले के कस्ता विषयमा कुरा उठाउनेछन् भन्ने कुरा हामी जान्ने नै छौँ। तर आजको संसदीय दलको बैठक हेर्दा हामीलाई धेरै कुरा परिवर्तन भएको जस्तो महसुस भएको छ। पहिलाको बैठकमा वृद्धहरू बढी देखिने हुन्थे, आजको बैठक भने युवामय भएको छ। यसले के जनाउँछ कि देशले परिवर्तन खोजेको छ। साथीहरू, हजुरलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो मन परेमा सब्स्क्राइब पनि गरिदिनु होला। म आउने दिनहरूमा यस्तै खाले रोचक सामग्रीहरू ल्याउने नै छु। हेरेर साथ दिनु होला। धन्यवाद।